इतिहासकै सफल प्रधानमन्त्री बने बालेन। अहिलेसम्म कुनै प्रधानमन्त्रीले गर्न नसकेको काम बालेन प्रधानमन्त्री भएको 1 महिना भित्रै गरेर देखाइदिए। राज्यको शक्ति कस्तो हुन्छ र विधिको शासन भनेको के हो भन्ने कुरा बालेन सरकारले आज देखाइदिएको छ। गाउँमा 20औं रोपनी जग्गा हुनेहरूले यहाँ गरिबको नाटक गरेर राज्यको अर्बौं रुपैयाँ पर्ने जग्गा कब्जा गरेका थिए। बालेनले आज त्यही सिन्डिकेटको अन्त्य गरिदिएका छन्। प्रधानमन्त्री बनेको जम्मा 1 महिना, मात्र 1 महिनाभित्र बालेनले त्यो काम गरेर देखाए जुन काम गर्न विगतका दर्जनौं प्रधानमन्त्रीहरूले 30 वर्षसम्म हिम्मत गर्न सकेका थिएनन्। आज काठमाडौँले सास फेर्दैछ। आज बागमती र विष्णुमतीले न्याय पाउँदैछन्। वर्षौंदेखि थुनिएको ढल निकास अब खुल्नेछ र दुर्गन्धित काठमाडौँ अब सफा हुनेछ। बालेनले देशको जग्गा देशकै नाममा फिर्ता ल्याएर एउटा नमेटिने इतिहास रचेका छन्। वर्षौंदेखि कसैले छुन नसकेको पुराना राजनीतिक दलहरूले भोट बैंक बनाएर पालेको यो अवैध बस्तीमा आज बिहानैदेखि बालेनको कडा आदेशमा डोजरहरू गर्जिरहेका छन्। नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र काठमाडौँ महानगर प्रहरीको बाक्लो संख्यामा रहेको संयुक्त फौजले यति बेला सिङ्गो बस्तीलाई घेरा हालेर महाअपरेसन चलाइरहेको छ। आज हामी तपाईहरूलाई देखाउँछौ कसरी राज्यले आफ्नो अरबौंको जग्गा फिर्ता ल्याउँदैछ र कसरी वास्तविक गरिबलाई बाढीको मुखबाट सुरक्षित ठाउँमा सारिँदैछ। हेर्नुस् त त्यो दृश्य, जुन ठाउँमा हिजोसम्म हामीलाई कसले हटाउन सक्छ भन्दै माफिया र हुकुमवासीहरूले राज्यलाई खुला चुनौती दिन्थे, आज तिनै दलालहरू प्रहरीको बुट र डोजरको आवाज सुनेर कुलेलम ठोकिरहेका छन्। यहाँ कुनै झडप छैन, कुनै हिंसा छैन, किनकि राज्यले आफ्नो सम्पूर्ण सुरक्षा घेरा मजबुत बनाएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरीले ब्यारिकेड बनाएका छन् भने महानगर प्रहरीले अगाडि बढेर अतिक्रमण खाली गरिरहेको छ। आज बालेनको यो डोजर गरिबको छातीमा होइन, गरिबको नाम बेचेर काठमाडौँको मुटुमा महल ठाडाउने जग्गा दलाल र माफियाको छातीमा चलेको छ। तथ्यलाई ध्यान दिएर सुन्नुस्। हरेक वर्ष बर्खा लाग्छ, हरेक वर्ष बागमती र मनोहरा खोलामा बाढी आउँछ अनि हरेक वर्ष यहाँ बस्ने नागरिकहरू ज्यान जोगाउन राति राति थाल र बोटुका छोडेर भाग्नु पर्छ। कतिको बाढीले बगाएर मृत्यु हुन्छ के नागरिकलाई हरेक वर्ष मर्नको लागि खोलाको किनारमा छोडिदिनु राज्यको दायित्व हो? हिजोका प्रधानमन्त्रीहरूले उनीहरूलाई त्यही बाढीको मुखमा मर्न छोडिदिए किनकि उनीहरूलाई चुनावमा भोट चाहिएको थियो। तर प्रधानमन्त्री बालेन शाहले कठोर तर ऐतिहासिक निर्णय लिए। मलाई भोट चाहिँदैन, तर म मेरा नागरिकलाई बाढीमा डुबेर मर्न दिन्न। यो एक्सन उनीहरूलाई सडकमा फाल्न गरिएको होइन। सरकारले वास्तविक र पहिचान भएका सुकुम्बासीहरूलाई यहाँको जोखिमपूर्ण अवस्थाबाट निकालेर सुरक्षित स्थानमा स्थानान्तरण गर्दैछ। उनीहरूलाई बाढीको मुखबाट तानेर सुरक्षित भविष्यतर्फ लगिँदैछ। आज शनिबार बिहानको यो दृश्य नेपालको सुशासनको इतिहासमा सधैँका लागि स्वर्ण अक्षरले लेखिनेछ। आजबाट एउटा कुरा प्रमाणित भएको छ, यदि देशको नेतृत्व गर्ने कुर्सीमा बस्ने मान्छेसँग इच्छा शक्ति र हिम्मत छ भने जस्तो सुकै ठुलो माफिया र जस्तो सुकै पुरानो समस्या पनि 1 महिनामै समाधान हुँदो रहेछ। प्रधानमन्त्री बालेन शाहले राज्यको शक्ति देखाएका छन्, तर सँगसँगै वास्तविक गरिबलाई सुरक्षित स्थानमा सारेर मानवीयता पनि देखाएका छन्। भोटको राजनीति आजबाट सधैँका लागि दफन भएको छ।